हेलो हेलो नमस्कार, स्वागत छ तपाईँहरूलाई युट्युब च्यानल हरिओम। मलाई धेरैजना साथीहरूले मेरै आफ्नै चिने जानेकै साथीहरूले फेसबुक मेसेन्जरमा कन्ट्याक्ट गरेर त्यो काइन मास्टरको लोगो नभएको भिडियोहरू कसरी इन्स्टल गर्ने भनेर सोध्नुभएको थियो। अलि पहिला चाहिँ काइन मास्टर चलाइराख्नु भएको त्यो वाटरमार्क आउने भएर अलि झ्याउ भएको छ, नआउने हुँदैन भन्नुभएको छ। पहिला यसको बारेमा म तपाईँलाई सिकाउँछु, त्यस पछाडि यो इन्स्टल गर्नु कतिको ठिक अथवा बेठिक गर्न मिल्छ कि मिल्दैन भनेर पनि जानकारी गराउनेछु। त्यसको लागि पहिला यसरी सिकिहालौँ है त। सबैको फोनमा हुन्छ यो गुगल क्रोम ब्राउजरमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँको यहाँ सर्च अर टाइप युआरएल जे पनि सर्च हुन्छ तपाईँकोमा, त्यो सर्चमा क्लिक गर्नु होला। र यहाँ आइसकेपछि तपाईँले एपीके मात्रै सर्च गर्नुभयो भने काइन मास्टर मोड एपीके आछ सबभन्दा माथिको, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँको यो हरियो कलरको ब्याकग्राउन्डमा कालो अक्षरले लेखेको छ डाउनलोड एपीके भन्ने, यसमा यो डाउनलोड लेखेकोमा क्लिक गर्नु होला। यहाँ मैले पहिले अगाडि नै इन्स्टल गरिसकेको छु। यहाँ डाउनलोड क्लिक गरिसकेपछि केही समय लाग्छ तपाईँको, अनि त्यसपछि डाउनलोड गरिसकेर यहाँ आउँछ। यहाँ आइसकेपछि तपाईँले यहाँ आफ्नो ब्राउजरहरू ओपन गर्नु होला। काइन मास्टरमा आइसकेपछि यहाँ क्लिक गर्नु होला। यहाँ तपाईँको यस्तो देखाउँछ, आजभोलि पहिला देखाउँदैन थियो। यो क्यान्सलमा क्लिक गर्नु होला, क्यान्सल गरिहाल्नु होला। त्यसपछि अब हामीले नयाँ भिडियो एड गर्नु पऱ्यो, हामीलाई वाटरमार्क आउँछ कि नै भनेर देखाउँदैछु म तपाईँलाई। यो क्रिएट नाउमा यहाँबाट त तपाईँले थाहा पाइसक्नु भएको छ होला, पहिला कुनै एप इन्स्टल गरेर चलाइरहनु भएको छ भने। यहाँ अब टिकटक अथवा फेसबुक रिल्सको लागि 9.16 हुन्छ, यसमा दाब्नु होला। क्रिएट गरिसकेपछि अब म एउटा फोटो तपाईँलाई गरेर देखाउँछु। यहाँ पिस आर्ट, यो चाहिँ अब म जुन फोटो भिडियो जुन ताने पनि हुन्छ तपाईँले, यो फोटो मात्रै भयो। यसमा मैले यहाँ काइन मास्टरकै एउटा अडियो पनि हालेर देखाउँ। अडियोमा यहाँ आइसकेपछि मैले यहाँ काइन मास्टरकै अडियो राख्छु। यो यस्तो लागेको, यो माथि यो मन्दिरको टाउको जस्तो देखेको चाहिँ तपाईँको पैसा पेमेन्ट गरिसके मात्रै राख्न मिल्छ। यो नराखेको चाहिँ पैसा पेमेन्ट गर्नु पर्दैन यसको लागि। अब तपाईँ जुन म्युजिक राख्दा पनि भयो यहाँ रोजेर, तपाईँलाई थाहा छ होला यो आफ्नो ग्यालेरीका म्युजिकहरू तान्दा पनि भयो। मैले चाहिँ अहिले सिकाउनको लागि यो म्युजिक एउटा राखेँ। मेरो नेट अलि स्लो भएर यहाँ आइसकेपछि पहिला डिलिट गर्ने बटनहरू यता लेफ्ट साइडमा थियो, आजभोलि यहाँ माथि हुन्छ। तपाईँले जुन भिडियो सेभ गर्नको लागि पनि यो पहिले पनि यही थियो, यो एरो जस्तो चिन्ह माथि छ, यसमा दाब्नु होला यो एरोमा। त्यसपछि सेभ एस भिडियो सेभ गर्नुहोस् है। यसरी अब तपाईँको वाटरमार्क आयो कि नै भनेर हेरौँ। यो भिडियो ग्यालरीमा सेभ भएको छ। अब यसलाई हेरौँ, यो अहिले गरेको भिडियो वाटरमार्क छ त छैन। आशा छ यो भिडियोबाट तपाईँले पक्कै पनि इन्स्टल गर्नुभयो र तपाईँकोमा वाटरमार्क आउने छैन भनेर यसरी गर्नुभयो भने। तर जस्तो हामीले नेपालमा फेसबुकहरू चलाउनु लिगल छैन नि, जस्तो कुनै ह्याक भइदिएको खण्डमा उजुरी गर्ने ठाउँ छैन, त्यस्तै यसरी इन्स्टल गर्दाखेरि चाहिँ काइन मास्टर कम्पनीले कुनै पनि जिम्मेवारी लाग्दैन। जस्तो जुन तपाईँले वाटरमार्क भएको काइन मास्टर युज गरिरहनु भएको छ र त्यसलाई ह्याक भएको खण्डमा रिटर्न ल्याउन चाहियो भने चाहिँ तपाईँले काइन मास्टर कहाँ उजुरी गरेर दर्ता गर्न सक्नुहुन्छ। तर हाम्रो फेसबुकमा नेपालमा आधिकारिक नभए पनि हामीले उजुरी गऱ्यौँ भने हाम्रो पेज रिटर्न ल्याउन सक्छौँ। त्यस्तै काइन मास्टरलाई पनि रिटर्न ल्याउन त सकिन्छ। तर यसरी गरेकोलाई चाहिँ कुनै पनि आधिकारिक होइन, यो अरू कसैले बनाइरहेको हुन्छ, यो ह्याक पनि हुनसक्छ। त्यसैले यो लिगल चाहिँ छैन। यसरी तपाईँले प्रयोग गर्नुभयो भने सामान्यतया भिडियो एडिट मात्रै गर्दा चाहिँ फरक नपर्ला। अब यसैबाट भिडियोहरू बनाउने धेरैजनाले गर्नुभएको हुन्छ। यसरी कसैले पनि भिडियो बनाउनु भएको हुँदैन, यो इलिगल पनि हुनसक्छ। तर मैले बनाएँ, तपाईँलाई काम लाग्ने भयो होला, धेरैजनाले हेर्नु हुँदैन भन्ने सोचेर स्पेसल्ली तपाईँलाई पनि काम लाग्छ भनेर मात्रै बनाएको। हस्, आजलाई यति नै। नजान्नेले जान्नेका लागि सामान्य अर्को भिडियो पुनः लिएर आउनेछु। त्यसैले तपाईँलाई कुनै जिज्ञासा छ भने कमेन्टमा राख्नुहोस् र तपाईँको जिज्ञासालाई म सकेसम्म सल्भ गर्ने कोसिस गर्नेछु।